मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मैले घरको उयो देखेन हो, ढिलो भयो नि त, हतार थियो हो, त्यही भएर चाहिँ यहाँ माथि गाडी भएको चाहिँ भिडियो गर्दैछु हो। यहाँ चाहिँ यहाँ बसिरहेछ, म चाहिँ यहाँ अझै तल चाहिँ बसिरहेको चौथामा कि यहीँ बसेर चाहिँ बनाएको भिडियो। सो अब गाडी लाग्छ न हो, गाडी एकछिन आएर जान्छु। आज फेरि म घर जान्छु नि माइत, नन्दीमा जाँदैछ हो, पूजा छ, त्यही भएर चाहिँ नानीलाई स्कुल छोडेर सिधै पूजामा जान्छु, घरमा भाइ आउँछ ल्याउनु हो, त्यसमा जान्छु। सो के हुन्छ हजुरलाई देखाउनु म चाहिँ घर आइपुगेँ हो। अनि नानाहरू हेलो गरिदिनुहोस्। घर आइपुगेर पनि यहीँ चिया पिउँदैछु। भित्र पूजा छ, मेनुहरू पढिरहनु भएको छ, तपाईँलाई म एकछिनमा देखाउँदै गर्छु, भिडियो हेर्दै गर्नुहोस् होला। हजुर यहाँ पनि मेमीले तोर्नु बनाउँछ है। डरसरी भइसक्यो मेरो सबभन्दा सानो बुन्टु है। तिम्रो नाम के हो? तिम्रो नाम के हो भन्छ बाबा? नाम के हो? बियन्सेका भनेको भन न छिटो। भदरले चाहिँ यहीँ मुभी हेर्न काटिने रहेछ। मेरो भदर चाहिँ यहाँ छ। हेलो देखेन? सो मेरो भदर यहाँ छ। देखेन अरे उसले त हो, बाहिर गएको। छिटो थाल्यो पूजा कि पूजामा सक्छ होला मेरो पूजा यस्तो छ। आज दुवै ठाउँमा रहेछ, आएको छैन नि। मेरो आमाको माइत चाहिँ यहाँ हो। हेर्नुहोस् है, मेरो आमा र बाबाले के चाहिँ राख्नुहुन्छ घरमा। क्यारेटमा यसरी के फलाउनु भएको छ। प्याज, लसुन, यो के हो? मेथीको साग होला यो। लसुनहरू सबै लसुन, यो प्याज, यहाँ त यो पनि कुखुरा डल्लै कोपीहरू दुई गर्दैछ। यहाँ पनि रहेछ मेथीको साग चाहिँ। यहाँ चाहिँ के रोपेको छ? यहाँ मौरीको टोल पनि छ, यता पनि छ। खाना थाल्यो।
भागे हेर न भाडा धोको देखाउनु पिरलै छ फेरि यहाँ हाम्रो बहिनी त्यस्तो खतरा लजाउँदैछ के हो भिडियो गर्छ भनेर गर्दिन भयो 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 लु लु आऊ 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 गरेछु नि आऊ एउटा उयो केरा छ कि उयो दिइहाल्नु त उयो केरा पुपुले बाल्नु भयो हेर्ने त बाई 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 ल गयो ल सबैजनालाई बाई बाई ल बाई बाई गएँ लु घरमा निस्केर मलाई हो घरबाट निस्किनु त मन लाग्दैन नि के गर्नु गाडी भागमा आउँथ्यो भाइले यहाँसम्म भइदियो हो अन्त नानी पनि नानाले राखिदिइराख्नु भएको थियो नि त अन्त नानाले त्यहाँबाट चाहिँ भर्खर लिएर गाडी प्लान त हाम्रो उताको हो स्कुल गाडी यहीँ बसिरहेको छु म छुट्टी भएको छैन आज त यसमा जानुपर्छ होला म भर्खर है नानी हामी यसमा जानुपर्छ होला है घर कति बजी उसको चाहिँ अघि छुट्टी भएको 3 बजी नै हो अनि म चाहिँ उता घरमा ढिलो भयो नि त बत्तीहरू बाल्दा हो अनि डोमोमा पढाएको त्यो भएर हुन्छ नि त भर्खर बत्ती बालेको थियो त्यो भएर बसिसकेको कारणले चाहिँ म चाहिँ नानीलाई हो नानीलाई रिसिभ गरेर यहाँ बसिरहेको छु सो हेर्दै पनि छ म घरमा फेरि भिडियो बनाउँछु म चाहिँ यहाँनिर भर्खर गाडीबाट झरेर हो आज चाहिँ स्कुलको गाडीमा आयो नि त अनि दुईजनाको बाइक बोकिरहेको छ आज ठुलोलाई पनि सिधै ल्याएर आएको नि त नानीहरू चाहिँ पछि पछि आउँदैछ हो दादासँग अन्त म चाहिँ यहाँ यता अगाडि अगाडि छु हिँडेर जाँदैछु अन्त त्यही हो अब चाहिँ घरमा पुगेर यतातिर कामहरू गर्नुपर्छ हो नानीलाई पढाउनु पऱ्यो सो यति नै हो मेरो आजको भ्लग सो हेर्दै गर्नुहोस् होला आजको लागि बाई बाई गाइस सी यु इन नेक्स्ट भ्लग